हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज पनि म नयाँ ब्लगको साथ उपस्थित भइसकेको छु र आज चाहिँ म छु टोमेटो लेकमा र यहाँ टोमेटो लेक सँगसँगै यहाँ चाहिँ पार्क छ र तपाईहरु पर्थमा हुनुहुन्छ भने तपाईहरु पनि यो टोमेटो लेक चाहिँ आउन सक्नुहुनेछ र तपाईहरु इन्जोय गर्न सक्नुहुनेछ। आजको ब्लग कस्तो लाग्छ अन्तिममा लाइक कमेन्ट गर्न नबिर्सिनु होला। यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल चाहिँ सब्स्क्राइब गर्न सक्नुहुनेछ र म चाहिँ तपाईहरुलाई चाहिँ आज यो फुल भिडियो चाहिँ यो टोमेटो लेकमा चाहिँ देखाउन गइरहेको छु। ब्लग इन्जोय गर्नु होला है त। हरेक पार्कको विशेषता भनेको चाहिँ यो प्लेग्राउन्ड हो, बच्चाहरुको लागि चाहिँ खेल्ने ठाउँ र यहाँ चाहिँ बच्चाहरुको लागि चाहिँ इनफ खेल्ने ठाउँहरु छ। तपाईहरुले देख्न सक्नुहुन्छ। साइडको डाउन गरे यहाँ चाहिँ हाम्रो अहिले मासु पाक्दैछ। मासु मासु लगभग रेडी भइसकेको अवस्था छ। ल खानाहरु कार्यक्रम भइरहेको छ। ल ल ल दाल हाल्दिम सबैले माथिबाट के आफै हाल्नी हो कुन जुठो त्यो धोको हो त्यो अमिरा र अड्यारी र मैले हाल्छु नान यो भेन्सी कतिलाई खाने ल गाइस, चढ्न त चढियो, झर्न नजानेर प्रब्लम। अमिरा झर 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 बिस्तारै झर, सक्छौ झर्न। अनि कहाँबाट चढ्यौ त नि? उता समात न। ल हेर त, चढेर झर्न नजाने यस्तो समस्या आउँछ। ल है नेमिल त सक्छिन्। यसमा समात, यसमा बिस्तारै त्यसमा समात्ने हो। बिस्तारै त्यसमा समात हो। गुड जब। ल है त्यसमा समात, तल आऊ अनि त्यसमा समात्ने। वाह, ल नेभीले मात्रै सकिन् है। विनर। देखि फेरि 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 Good job. Oh no. Can you come here? Can you do like this? Harvik? हामी होल पार्क हेर्न सक्छौं। त्यहाँ चाहिँ पिकनिक खाने स्पट, बारबिक्यू गर्ने ठाउँ, सँगसँगै बच्चाहरू खेल्नको लागि बच्चाहरू खेल्ने ठाउँ, गेमहरू खेल्नको लागि इनफ स्पेस र साइडमा लेक भ्यू। यो चाहिँ एकदम आनन्द आउने खालको लेक छ र हामीले हेर्न सक्छौं। हामी अझै पोखरामा हुर्केकोहरूलाई त यो ठाउँ पोखराको झल्को दिने खालको पनि लाग्छ। किन भन्दाखेरि लेकको आडामा वसुन्धरा पार्क, त्यसै गरी लेक साइडको जस्तो वातावरण यो चाहिँ अरू ठाउँमा पाउन गाह्रै पर्छ र यो कुराहरू चाहिँ पर्थमा चाहिँ यो चाहिँ अलिकति बढी नै पाइन्छ भनौँ। पर्थमा यदि तपाईहरु घुम्न निस्किने हो, साथी सर्कल बनाउने हो भने चाहिँ रमाइलै छ। म तपाईहरुलाई यहाँबाट होल लेकको भ्यू देखाउने छु। तपाईहरुले यहाँबाट हेर्न सक्नुहुन्छ।
So every day, 1 ton to 30 हामी यहाँ cases हेर्न of सक्छौँ poultry farm. यहाँबाट चाहिँ Craig had 15,000 hens to feed. टोमेटो लेकको and बारेमा then told चाहिँ me the birds were mad यहाँ on them. इन्फर्मेसनहरू चाहिँ It was the cutting the trees अटो for firewood for इन्फर्मेसनहरू Burke चाहिँ that दिइरहेको followed छ us, right? It was र dust dry in no फाइनल्ली rainfall फाइनल in भ्यू अफ द लेक 1916. म तपाईँहरूलाई देखाउन गइरहेको छु तपाईँहरू हेर्न सक्नुहुनेछ दिस इज द फाइनल भ्यू अफ द लेक ल गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ पर्थमा रहेको टोमेटो लेकको फाइनल भ्यू यस्तो रहेको छ र अहिले चाहिँ हामी टोमेटो लेक सँगसँगै यो पार्क चाहिँ भिजिट गर्दैछौँ र नाम टोमेटो लेक तर टोमेटो एउटा पनि देखियो टोमेटोको नाममा हामीले देखेको भनेको टोमेटोको चटनी मात्रै हो अहिले हामीले खाना खाँदाखेरि त्यति होला यहाँ चाहिँ एकदम राम्रो भएमा लेकमा छिर्ने ठाउँ रहेछ म ठ्याक्क आएर यो भिडियो गर्दैछु म तपाईहरुलाई देखाउँदैछु ओ माय गॉड कति राम्रो ठाउँ छ हो तपाईहरु पर्थमा हुनुहुन्छ भने एकचोटी यो टोमेटो लेक चाहिँ आउनु होला तपाईहरुलाई चाहिँ ड्राई पिकनिक गर्ने गरेर तपाईहरु आउनु भयो भने तपाईहरुलाई चाहिँ किन आएछु भन्ने जस्तो चाहिँ हुने छैन एकदम रमाइलो लाग्ने खालको ठाउँ छ हामी त्यहाँ गएर पनि यो साइडबाट लेकको भ्यू लिन सक्छौं र अर्को भनेको यो साइडबाट अर्को साइडको लेकको भ्यू हेर्न सक्छौं मैले तपाईलाई अर्को साइडबाट पनि देखाएको थिए लेकको भ्यू लेक माथि आनन्दसँग लेक हेर्नको लागि यो काठको पुल हुँदै हिँड्नुको मजा पनि छुट्टै छ भिआइपीजहरु पछि आउँछ नि त सौदा मै रहेछ भिआइपी चाहिँ खोइ त अनि युट्युबरहरुको पहिला त स्ट्यान्ड पनि थियो क्यारे स्ट्यान्ड पनि अस्ति नै एउटा त्यो दशैंमा उस निकालेको सबै उस गर्नु पर्यो यहाँ बसेर खाना खानु पर्ने रहेछ पानी थिएन होला नि एउटा भिडियो गरेर बनाउँदैन नि गरी खाना अनि कस भइस गर्नु यस्ता नि युट्युबरले भइस चिनीले सिस्टर अनि यहाँ चाहिँ चिया कार्यक्रम सुरु भइरहेको छ चिया मकै कार्यक्रम ह्यापी होली मै
दिदीले तेरो गनगन सुन्न आउँदा चाख्छ तातो है तल वाक्क नगर है अब जे गर्ने गर राख्नु पर्दैन है कस्तो पिरो खान्छन् अरू बेला पिरो त खान्छ मान्छे खान्छ फेरि मेरोमा आएर मासु जानवरको खान्छ ओ खै त भुजा खै त भुजा नि रेडी त्यही अघि त्यही जुन त्यही त होइन नि खोल्छ पुग्दैन र त्यसले यो भुजा होइन एउटा उसे यो कुन चाहिँ लान्छ अस्ति भएर ल्याएको सही आउँदो रहेछ क्वालिटी चाहिँ आहा नदेखेन त्यसले कति हाले त नुडल्स त पुग्छ भाइ त्यो केटकेटले राख्दै हुन्छ हाल्दियो हाल्दियो त सबै हाल अझै चाहिन्छ होला प्लास्टिकमा बनाउनु पर्छ क्या हो हुन्छ होला यति भाइ हातले मुल धेरै नबना चटपट कहाँ गएको चटपट हाल्ने मान्छेहरू त्यो अन्त गऱ्यो ठुलो अनि खनाउने क्या पखाइ त पहिला एकचोटि मुल्छ न फेरि मसला आदि आदि हुन्छ नि अपर्णाको चटपट आयो चटपट 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 अपर्णा चटपट पसल चटपट पसलमा यहाँ लाइन लाग्छ यसो अझ यस्तो खोलाएर ल्याएको हो त्यो आऊ यहाँ आऊ कस्तो भयो चटपट आऊ चटपट अपर्णा दिको चटपट आँखा खोल्दैन मेरो आऊ आऊ त नि के भयो भन नि त मलाई